डाक्टर राजन भट्टराई डाक्टर राजन भट्टराईले जित्नुहोस्, राम्रो होस्, हामीले जिताउन सक्छौँ। उहाँ तेस्रो पटकको यो क्षेत्र उठ्नु भएको। जित्नु हार्नुसँग उहाँलाई मतलब छैन, काम गर्ने दक्ष उम्मेद्वार हुन्। यसपालि तेस्रो पटक उहाँ विजयी पनि हुनुहुन्छ। धन्यवाद। ठिक छ, राजन भट्टराई राम्रो मान्छे हुनुहुन्छ, उहाँले केही गर्नुहुन्छ भन्ने लागेको छ हामीलाई। दुईपल्ट हामीले जिताउन सकेनौं, यसपालि चाहिँ हामी जसरी जिताएर पठाउँछौँ। डाक्टर राजन भट्टराईले यहाँ काम नगरेको होइन, काम धेरै गर्नुभएको छ। योजनाको कामहरूमा बाटा घाटा यो एउटा खहरे छ, यहाँ माथि आनी गुम्बादेखि आउने खहरे, त्यसलाई माथिबाट रकम निकासा गरेर माथिबाट खहरे बन्दै बन्दै ढाक्दै आएको छ। तर अहिले काम हुँदाखेरि चाहिँ दुईपट्टि सेरवाल मात्रै अनि खोल नढाक्ने अवस्थामा छ। सबै माथिबाट आएको गन्धाले मान्छेहरू छेउछाउ मान्छेलाई रोग लाग्ने अवस्था छ। तर उहाँले ढकाउने नै निर्णय गरिसक्नु भएको छ। उहाँ यसपालि जित्नुभयो भने त अवश्य ढाकिन्छ पनि, राम्रो हराभरा हुनेछ यो क्षेत्रमा। अहिलेसम्म चाहिँ उहाँले नै गर्नु भएको छ यो क्षेत्रमा, मैले देखेसम्म चाहिँ। शक्ति राष्ट्रका त्यस्ता दृष्टिकोण परेको कारणले मात्रै हामी अप्ठ्यारोमा त पर्दै छैनौं। अन्तर्राष्ट्रिय राजनीतिको इतिहास पढौं। आजको अन्तर्राष्ट्रिय परिस्थिति आजभन्दा 5 वर्ष 10 वर्ष अगाडिको जस्तो छैन। यो चुनावमा सही मान्छे सही दल छान्न सकेनौं भने हामीले अरू थप दुःख पाउँछौँ।